साथीहरु नमस्कार। चुनाव आउँदैछ, फागुन 21 गतेको चुनाव आउन अब करिब 30-32 दिन मात्र बाँकी छ। तपाईहरुले धेरैले देखिराख्नु भएको छ, सामाजिक सञ्जालमा चाहिँ धेरै नेताहरूले आफ्नो क्यूआर शेयर गर्दै डोनेसनको लागि आग्रह गर्नुभएको छ हैन। यसमा शिशिर खनालजीले पनि डोनेसन बिना राजनीति चल्दैन भनेर राखेको देखेँ मैले। यस्तै लगभग नयाँ दलका हरेक नेताहरूले नै गर्नुभएको छ। पुराना दलमा चाहिँ अब अलिकति शक्तिको प्रभाव पनि होला, पुराना नेटवर्कले गर्दा पनि होला। पुराना दलले डाइरेक्ट प्रत्यक्ष रूपमा मागेको चाहिँ देखिँदैन। तर पनि पुराना दलले पनि गर्ने भने त्यही नै हो। चन्दा लिएर नै चुनाव लड्ने हो। दलले पनि गर्ने त्यही हो, दलका प्रतिनिधिले पनि गर्ने त्यही हो है। अब यो कति सही कति गलत, चन्दा कोसँग लिन मिल्छ हैन, पोलिटिकल डोनेसन कोसँग लिन मिल्छ, कोसँग लिन मिल्दैन। अब हाम्रोमा लिगल्ली भन्नुहुन्छ भने कुनै एउटा व्यक्तिले पनि नेतालाई अथवा दललाई पोलिटिकल डोनेसन दिन रोकिएको छैन हैन। अहिले त झन् निर्वाचन आयोगले छुट्टै बैंक खाता खोलेर हैन, हरेक उम्मेदवारले आफ्नो छुट्टै बैंक खाता खोलेर त्यसमा डोनेसन लिन पाउने भनेर निर्धारण गरिदिएको छ। यद्यपि यसको चाहिँ लिमिट भन्ने छ हैन, एउटा उम्मेदवारले कति खर्च गर्न पाउने भनेर 25 देखि 35 लाखसम्मको लिमिट भन्ने छ। सँगसँगै कुनै पनि कम्पनीले, नेपालमा दर्ता भएको बिजनेस हाउसले पनि, प्राइभेट कम्पनीजहरूले पनि पोलिटिकल दललाई चाहिँ डोनेसन दिन मिल्छ। अब यो कुरा किन उठाउनु परिरहेको छ भने डोनेसन लिनु आफैमा गलत हो कि होइन, डोनेसन लिएर डोनेसनको अगेन्स्टमा हैन अनुचित फाइदा व्यापारीहरूलाई दिने गरेर डोनेसन लिएको छ कि छैन, यसको ट्रान्सपेरेन्सी कसरी मेन्टेन गर्ने। बिना डोनेसन त कुनै पनि पोलिटिकल पार्टी चल्दैनन्। संसारभर नै हरेक पोलिटिकल पार्टीले, हरेक पोलिटिकल लिडर्सले डोनेसन लिन्छन्। ट्रम्प जस्तो मल्टिमिलियनियर व्यक्तिले पनि आफ्नो प्रेसिडेन्सियल क्याम्पेनको बेलामा पनि डोनेसन उठाएका थिए हैन। कुनै पनि अब चुनाव खर्चिलो भइसकेको छ, हाम्रोमा मात्र होइन, संसारमा चुनाव एकदम खर्चिलो मानिन्छ र त्यो खर्च धान्नको लागि आफ्नो सम्पत्तिले मात्र त सम्भवै छैन। त्यसले गर्दा डोनेसन एकदम अनिवार्य छ है। तर यसलाई कसरी ट्रान्सप्यारेन्ट बनाउने हैन, अहिले लिएको डोनेसनले भविष्यमा कसरी चाहिँ नीति निर्माणमा असर पर्दैन भनेर हामी सचेत रहने, यस सम्बन्धमा एकदम खुला बहस हुन आवश्यक छ। हामीले विगतमा विवेकशील नेपालीमा चाहिँ यसैको प्र्याक्टिस स्वरूप एउटा के डिसिसन लिएका थियौँ भने कुनै एउटा व्यक्ति अथवा संस्थाबाट चाहिँ धेरै ठुलो रकम नलिने हैन, त्यो पूर्व निर्धारित रकमभन्दा माथि गएर चाहिँ चन्दा नलिने। सानसानो रकम बरु धेरैभन्दा धेरै व्यक्तिसँगबाट लियो भने कुनै एउटा व्यक्तिको त्यो दलमा एकदम ठुलो प्रभाव नरहोस् हैन। बरु क्राउड फन्डिङ गर्ने, सानसानो रकम धेरैजनाबाट उठाउँदा चाहिँ एकै व्यक्तिले चाहिँ चन्दा दिने र नदिनेले चाहिँ धेरै ठुलो प्रभाव नपरोस् र त्यसले चाहिँ भविष्यमा नीति निर्माण गर्ने बेलामा पनि उसको दबाव चाहिँ सिर्जना नहोस् भनेर चाहिँ विवेकशील नेपालीमा हामीले यो लिखित रूपमा नै एउटा दस्तावेज गरेका थियौँ, बनाएका थियौँ। यो सम्बन्धमा अन्य दलले पनि यस्तै केही ट्रान्सपेरेन्ट रूपमा हैन, कोसँग चन्दा लिने हैन, कतिसम्म लिने, अनि त्यसको कसरी ट्रान्सपेरेन्ट रूपमा चाहिँ त्यसलाई अपडेट गर्ने हैन, र त्यसको त्यो चन्दा लिए बापत भविष्यमा चाहिँ नीति निर्माणमा कसरी दबाब नथेक्ने हैन, त्यो दबाब अनुचित दबाब नआओस् भनेर हैन, सुझाव सबैबाट लिनुपर्छ, व्यापारीहरूबाट पनि लिनुपर्छ, विज्ञहरूबाट पनि लिनुपर्छ। सकारात्मक सुझाव लिनलाई केही पनि फरक पर्दैन हैन। देशको लागि राम्रो हुने कुरा छ भने त्यो चन्दा दिने व्यापारीको नि कुरा सुनिनुपर्छ, त्यसमा कुनै दुई मत छैन। तर अनुचित प्रभावमा पर्नु भएन। यसलाई चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ होला, तपाईलाई के लाग्छ, यस सम्बन्धी एउटा बहस सुरु गरौँ न है। हस्, धन्यवाद।